2 को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड विजय। नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार सुरुमा मुख्य समाचार। रौतहटको घटनालाई लिएर वीरगञ्जमा आज साँझबाट कर्फ्यू लगाइयो। जनकपुर धामका व्यवसायीहरूको अटेरी, खाली भएनन् फुटपाथ। मधेस पर्सम सांसदहरूद्वारा पूर्व सांसद मञ्च गठन। स्वाधीन मधेस महाअभियानद्वारा फागुन 18 देखि आन्दोलनको घोषणा। र आईसीसी विश्वकप क्रिकेट लिग 2 को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड विजयी। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। अब विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू ने जाए पड़त अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब के काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा होय छले। अब काठमांडू नहीं जाए पड़ते, मेन पावर अपने से जनकपुर के भवनपुरा में आबि गेल है। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 2000 सर्टिफाइड। पुलिस के लाइन छलिए, ओकरा पकड़ के लगलिए। एहनो कतो भेलिए, करते कोई आ भरते कोई। की भेलै पप्पा? मोहना के पुलिस पकड़ के ल गेलैया। कहै छलैया जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाय गदहा आ मार खाय जोलहा। हाँ पप्पा, ठीके कहलिए। समय में सचेत हो जाए, नहीं अपन सिम दोसर के दी, नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझ के है तो *922# डायल क के बुझ सकै छी। ई त हमरा बुझल है, अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए, न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सके छी। आई प्रीपेड के हक में मात्रे लागू है से हुब्बा नहीं है। नागरिकता लकर नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते। अपना नाम के सिम कार्ड प्रयोग करू और दूसरों के सलाह दियो। नेपाल टेलीकॉम, राष्ट्र को संचार। अब समाचार विस्तारमा। रौतहटमा भएको घटनालाई लिएर वीरगञ्जमा सोमबार साँझ 5 बजेदेखि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी वीरगञ्ज महानगरपालिकाका क्षेत्रमा साँझ 5 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जनाइएको हो। रौतहटको ईश्वरनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दू र मुस्लिम समुदाय बीच 5 दिनदेखि जारी विवादलाई लिएर वीरगञ्जमा पनि सोमबार 2 फरक समुदाय बीच ठाउँ-ठाउँमा झडप भएको थियो। स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले जानकारी दिनुभएको छ। कर्फ्यू आदेशमा वीरगञ्जको सीमा क्षेत्र पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा भन्सारको मितेरी पुलभित्र महानगरको क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख गरिएको छ। यसअघि सोमबार दिउँसोदेखि केही हिन्दूवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दूवादी र प्रहरी बीच ठाउँ-ठाउँमा झडप भएको थियो। त्यस्तै हिन्दूवादीहरूले बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेकै थियो। यसअघि हिन्दू समाज नामक समूहको अगुवाईमा हिन्दूवादीहरूले रौतहट, महोत्तरी लगायतका जिल्लामा हिन्दूमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका थिए। जनकपुर धाममा रहेका फुटपाथहरू व्यापारीहरूले कब्जा गरिरहँदा पैदल यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। फुटपाथ खाली गराउन जनकपुर धाम उपमहानगरपालिकाले पटक पटक प्रयास गरे पनि अवस्था जस्ताको त्यस्तै देखिएको छ। व्यापारीहरूले भने फुटपाथ कब्जाको कारण बारे
गैर जिम्मेवारी तर्क गरिरहेका छन्। स्थलगत रिपोर्ट। व्यवस्थित छ त जनकपुर धाम के फुटपाथ व्यवसायी सब कुछ साल पहले जनकपुर उपमहानगरपालिका द्वारा अत के स्थानीय सरकार फुटपाथ व्यवसायी सब छात अथवा जे साना साना दुकान सब कैले छात छोट मोट दुकान सब जे फुटपाथ अतिक्रमण कैले व्यापारी सब छात हुनका सबके यथावते समय में अपन अपन सामान सब व्यवस्थित क लेबाक लेल आ अतिक्रमण कैल गेल फुटपाथ के नियंत्रण क लेबाक लेल ओ विज्ञप्ति जारी कैले छल, मुदा सूचना समेत निकालले छल। एहि सूचना के लापरवाही करैत अत के फुटपाथ व्यवसायी सब अथवा छोट मोट दुकानदार व्यापारी सब जहिना क तहिना फुटपाथ अतिक्रमण क के रखले छल। वही हिसाब से रहबे करेगी, टाइम टेबल क्लियर नहीं भ पावे। फुटपाथ के बनल छै जे जानकारी हम चलेला बनल, लेकिन फुटपाथ क्लीन नहीं भ पाले ने। क्लीन करबे कोई बालू द दे छै, कोई मोटरसाइकिल द दे छै, एगो व्यवसाय सब कर रहल छै त क्लीन नहीं पड़ले। फुटपाथ क्लीन करे के जिम्मेवारी ककर छै? नगरपालिका के जिम्मेवारी। अहाँ के दुकान के आगू छै त अहाँ करे कि नगरपालिका करे? नगरपालिका क्लीन कर दे, बालू के क्लीन कर दे। गाड़ी बालू के गिट्टी छै, फुटपाथ के क्लीन है? उस सामान के कर छै जे हम बुझे चाहै छी। दुकानदारी अहाँ कैली छी, बाइक अहाँ रखले छी, अहाँ के दुकान है, अहाँ सब रखले छी, देख रहल छी। हम कथि देखे? गाड़ी के फुटपाथ देखे न क्लीन है पड़ले, पूरे होय पड़ले ने। हमर बाइक के क्लीन कला से फुटपाथ क्लीन भ जेते। शुरुआत अपने से कर हैं, शुरुआत हमर शुरुआत है बहुत बेर हटेली, लेकिन ई नहीं निकाय कुछ नहीं करके ओइ द्वारे यही हिसाब से चल रहल छै। अहाँ के नाम ई छै कि लोग जे करती से हम करब, तो उहे चलबे करते ने। फुटपाथ क्लीन हमरा हटेला से तो कथि हेतै? आ गाड़ी में फुटपाथ क्लीने नहीं है। नहीं तो एक अहाँ के बुझाइ में ई होय पड़ले कि अगर अहाँ साफ करबी तो दूसरा आदमी करती से ना बुझे पड़ले, लेकिन दोसर करी तो हम धरि छी उ प्राविधिक से केना के विकास हेतै? जरूर क्लीन करा दिए पड़ले फुटपाथ, ओकर बादे गाड़ी हो। सामान सब राखे स्थानीय सरकार नहीं तो केला रखले छै अपने सब जानकारी देल जाऊ नहीं कि कनिका कंजेस्ट एते के लगा अपन भीतर में ध दै छी ना। फुटपाथ केला बनायल गेल छै अपने के जानकारी? हाँ, आदमी के केला बनबै छै अब आम पब्लिक के चलऽ के लागे तो अपने सब कब्जा कर ले छी केना? नहीं कब्जा नहीं करबे छी, सब हटा दै छी कि वहाँ पर सामने में ही तो आप होलसेल काम करै छी तो बाहर से तो गोदाम में से तो सामान बाहर में आन के रखा पड़ता। सब दिन जे एहने करबै? नहीं सब दिन नहीं सब दिन केना करबै? अब दुकान खोले छी तो छोड़ मान के चलू साइड में रखा पड़ते ना। अपने रखले छी? नहीं तो अपने सब केला कब्जा करके रखले छी से कह? सब देखल जाए सर जो चोहने सब रखने हैं, तब की करबे हम सब तो बात देखिए किनका किनका रखने से माते जाए वाला तो चाहिए अखन। फुटपाथ केला बनी छी सर? फुटपाथ स्थानीय सर्वसाधारण व्यक्ति सबके लागि चल आब जावत कर लागि है। अहाँ सब अतिक्रमण क त बाइक बना रहल छी त अपन पर्सनली काज सब कर रहल छी, एना केला? अब एना है ना कि मतलब आदमी सब यानी कहीं बैक एरिया पड़ गई कि आदमी सब तो नहीं अभी जाए। अगर वो आदमी सब जाए कि अगर चाप पड़ते तो हम सेट कर देवे, नहीं करबे काम। नहीं तो फुटपाथ बनायल जाए छै के लागि? तो आदमी के चले के लागी तो अपने सब अतिक्रमण क लेले छी न, तो आदमी चलती केना? आदमी अबे नहीं करते हम नहीं बनबे छी। अगर इतनी बनेबे कथनी से एरिया में स्थानीय वासी सब नहीं है, वासी सब केना नहीं है? तब वासी सब है, लेकिन ये रोड अहाँ के जे कहीं बैक पड़ले ना, चले बैक एरिया पड़ला पर आदमी के पैदल लेते मतलब चलाए उलाए नहीं हुई कि खाली है तो बना ले। जब आदमी सब चाप पड़ते तो अपन भीतर काम करबे। आब जाओ करे बहुत अनेक हो रहा है, आबे जाए में बहुत दिक्कत है। रोड पर जा रहा है आदमी ठोकर लग जाए, बहुत तरह के बात है। फुटपाथ तो एकदम क्लियर होना एकदम जरूरी। स्थानीय सरकार की कह चाहे की कहबे जब कि मतलब क्लियर करवा दिए, बार बार जैसे क्लियर करवा दी, लेकिन यहाँ के जनता से सुने नहीं। कुछ ले जाओ सामान उठा के तकर बातें हो सके, वही कोना नहीं हो सके। एहन से नहीं कहियो नगर प्रहरी द्वारा अथवा ये 1 साल पहले सूचना निकालले छले अतिक्रमण हटा लेवे के लागि है ना, जे सब व्यापारी सब अतिक्रमण कैले छै हुनका सबके लागि अथवा फुटपाथ व्यवसायी सबके लागि, लेकिन एहि संबंधी कते अहाँ के प्रभावकारी कते बुझाइ अथी भेलै? नहीं भेलै, साफे नहीं भेलै, ओहि हिसाब से कुछ नहीं भेलै। ओनाहिते लगले फुटपाथ पर पूरा लगबे करी, सब कुछ चलबे करी। हम केला क के दुकान के सामान सब रखले छी के छ कल जाऊ हटा दे जानकारी दे जाऊ नहीं कहूँ ना अपने केला रखले छी सर्वसाधारण के आवत जावत के लागि बाटो बनल छै, फुटपाथ बनल छै है ना, लेकिन अपने सब दुकान के सामान राख के अतिक्रमण कैले छी। हटा दे सरकार के कथी कहला चाहे छी? गरीब आदमी सबके व्यवस्थित ठाव दिए लागी, जे अहियो से जकरा अहियो से रोजी रोटी चले है, बाल बच्चा
खाई है पोसाई है पढ़े लिखे है तो ओकरा लागी तो कोनो व्यवस्थित करे पड़ रही ना। पैसा वाला है से शटर में जाए अब अगर पैसा वाला है से तो भूख मरते हटा देती कते पछाड़ी कगर के लगौने छे उल्टे अथी करे छे। हाँ बट्टी लेबे करे छे ठेकेदार ले छे ठेकेदार के नाम तो एते नहीं जाने छिए बट्टी ले है सब जेहन दुकान थे हन 100 रुपया 50 रुपया 50 तो नहीं 80 70 की 80 बट्टी सेहो दै छियै स्थानीय सरकार से दुख सेहो पाबै छै। हाँ हमरा और के रोडो उठा करके ना 5-6 दिन पहले लगल ओहि कोनो चीज अबै छै कनिको गाड़ी राखि देलक तो सामाने उठा के लग चल जाए छै नगर पालिका तो हम कहाँ के कौन कर्म करू। फुटपाथ पर लगाबऽ के हमरा सबके शौक नहीं है। अब हमरे सुधरला से देश सुधर जतै तो हम आइए से शुरू करै छी। ई जनकपुर नगरी के सुधारे के नहीं पूरा देशे के सुधारे के बात कहै छी कि पूरा देश के सुधारा चाहै छी तो हमरा अहाँ के सुधरऽ पड़तै। हम अभी से शुरू करै छी काल्हि खना अहें सबके विज्ञप्ति अनुसार जे कि से पूरा जगह जे कि पूरा रोड खाली करू कनिक एम्हर के दृश्य देखाऊ एम्हरो के दृश्य देखाऊ। पूरा जो है कि अपने के फुटपाथ पूरे भरल है पूरा भरल है तो अब कहाँ से शुरुआत करबै अपने सब हमरा कहाँ से शुरू करे के पड़ते तो हम तो अपना ठाव से शुरू करबै। एना छै अगर जे विकास के जे रोड पर जे हम आज चलबै ने जे कही जे विकास के रोड जाए कही तो विकास के रोड बनती केना तो हम अहाँ सब स्टार्टिंग अपना से करे पड़ले ने। जी जी अगर सुधार कुछ करे के तो स्टार्टिंग अपने से करे पड़ले तो अपने में अब अगर स्वयं लागू कर दिलिए तो अपने अब देखती फलाना नहीं रखे तो हमू नहीं रखबे तेन से एगो है ना अब दोसर रखी तो हमू रखी तो हिस्सा हिस्सी कोनी पीछे। हाँ पिछला समय अपने पहले अपने सुधार करो पिछला अपने जे कोनो जनवरी पर में अगल बगल में जाबू करी उ करी से ना नहीं हो पहले अपने सुधार हो इसकी खत्म करे। हाँ पहले दोसर नहीं पहले अपने बढ़िया से रह पड़ल आगा में बढ़िया राखा पड़ल तब ना कल हम दोसर कह सके ढंग से कि बाटो के रोड के ना व्यवस्थित करके राख अच्छा रहते कि कहनाम ई छै कि पैसो तीरी छी आ स्थानीय सरकार से दुखो पाबै छी मुदा बट्टी ठेकेदार ले स्थानीय सरकार सामान सब ले जाए अव्यवस्थित सामान रखले छै कहि के अथवा फुटपाथ अपने सब किएला अतिक्रमण कऽ के रखले छी। देखियो फुटपाथ अतिक्रमण न करे छिए बुझली की हो छै कि आदमी सब चलै छै ना। हाँ तो अब आज कस्टमर है ना तै के लेल कस्टमर सब देखे बोल के व्यापार बटा नहीं है आदमी सब नहीं है तै के लेल कनी दुकान पसार दै छै आदमी सब देखे तो एक दूगो आदमी अबै एहि आशा में बैसल छी बस न तो अतिक्रमण करे के हमर सबके ध्येय न है उद्देश्य न है। सब एक तो गाड़ी घोड़ा दुनिया का चल रहा है गाड़ी जाम भ जाए ट्रैफिक अतई साइड में है तो कोनो एक्शन नहीं कोनो किस्म के एक्शन नहीं आदमी सब ई स्पेशल फुटपाथ के आदमी जाए के बाटो है तब एहि पर दुकान लगा देने से आदमी के बहुत दिक्कत हो। आई हम सब समग्र जनकपुर के फुटपाथ के अवस्था की है वही संबंधी अपने सबके देखावे के प्रयास के लिए कैमरामैन सत्यम के साथ हम सोनू कुमार शाह अपन टेलिभिजन जनकपुर धाम गरेका छन्। सोमबार मधेसका प्रथम सदस्यहरूको भेलाले पूर्व प्रदेश सभा सदस्य मञ्च गठन गरेको हो। पूर्व सांसद शैलेन्द्र प्रसाद शाहको संयुक्तमा 11 सदस्य तटस्थ समिति गठन गरिएको छ। समितिको सदस्य सचिवमा प्रदेश सभा पूर्व सदस्य जगत प्रसाद यादवलाई चयन गरिएको हो। त्यस्तै सदस्यहरूमा सुन्दर बहादुर विश्वकर्मा, परमेश्वर शाह, मन्जु यादव, श्याम परिदेवी, अशोक कुमार यादव, बाबुलाल शाह, रुबी कर्ण र मदन श्रीवास्तव रहेका छन्। त्यस्तै मञ्चको सल्लाहकार समितिमा सभामुख रामचन्द्र मण्डल, पूर्व सभामुख एवं मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत लगायत रहेका छन्। त्यसक्रममा मञ्चको तटस्थ समितिले छिट्टै घोषणा सभा गर्ने सांसद मनिष सुमनले जानकारी दिनुभयो। 53वटा विभिन्न नियम ऐन कानुनहरू पनि बनाए तर आज आफ्ना ऊर्जा आफैमा निहित मात्र राख्नु परिरहेको छ। आज आफूभित्र भएका ती सम्भावनाहरू पनि सीमितताको उद्देश्यमा छ र भोलिका दिनमा त्यसको पनि ऊर्जाको काम होस् त्यसको ऊर्जाको पनि तपाईलाई सफल रूपले कार्यान्वयन होस्। भेलामा सहभागी प्रदेश सभाका प्रथम सांसदहरूले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि गठन भएको प्रदेश सभाका प्रथम सदस्यहरूको विशेष महत्त्व रहेको बताएका छन्। भेलामा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले पछि आउने प्रदेश सांसदहरूलाई पनि समेटिने गरी प्रथम तथा पूर्व सांसद क्लब नामाकरण गर्नुपर्ने धारणा राख्नु भएको थियो। प्रदेश सभा सदस्य ने आने वाला दिन में कल
मुझे तो नहीं लगता है ये यहाँ देखने पर, आज मैं हूं कल आप यहाँ होंगे। यहाँ से क्या हमारा राजनीतिक तो समाप्त तो नहीं हुआ है ना, लेकिन प्रथम प्रदेश सभा सदस्य का इसका महत्व कुछ और इसलिए है कि नेपाल के इतिहास में संवैधानिक व्यवस्था, ये संघीय लोकतांत्रिक गणतंत्र स्थापना के बाद पहला प्रदेश सभा जो गठन हुआ उसका हम लोग सदस्य रहे। त्यस्तै सांसद जितेन्द्र सोनालले राजनीतिमा जित र हार हुनु स्वाभाविक रहेको भन्दै संहिता बचाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन्। राजनीतिक में जीत हार होते रहता है। योद्धा का क्या है, लड़ना मेरा काम था, मैंने लड़ा किया। हार जीत से क्या गरज, कभी जीतेंगे कभी हारेंगे, लेकिन चीज संस्थागत होना चाहिए, प्रदेश बचना चाहिए, संघीयता रहना चाहिए, सिस्टम रहना चाहिए, और इसके लिए हम काम करते रहेंगे। प्रदेश सभाका प्रथम सांसदहरूले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको पनि सहभागी सांसदहरूले बताएका थिए। जनकपुर धाममा 74औं प्रजातन्त्र दिवस मनाइएको छ। यस अवसरमा जनकपुर बौद्धिक समाजले गरेको कार्यक्रममा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले 74 वर्ष अघि आएको प्रजातन्त्रको जगमा देशमा विभिन्न आन्दोलनहरू भएको भन्दै यही आन्दोलनको बल हामी संघीय स्वरूप हेर्न पाएको बताउनु भएको छ। 21वीं शताब्दी में ज्ञान विज्ञान और यहाँ के संहिता के युग में प्रवेश कर गए। प्रजातंत्र यहाँ के देश नींव के काज करित रहे हुए टाइम आए हुई नींव को हम सब यहाँ के देश संवैधानिक यानी संविधान के संवैधानिक विकास क्रम में विभिन्न आंदोलन सबके मार्फत, जनयुद्ध के मार्फत, विभिन्न आंदोलन सबके मार्फत इस देश में कार्यक्रममा प्रतिनिधि सभाकी सांसद जुली महतोले व्यवस्था परिवर्तनका लागि नेपाली जनताले धेरै लगानी गरे पनि अवस्था परिवर्तन नहुँदा जनतामा निराशा देखिएको बताउनु भएको छ। लगानी केलन लेकिन अवस्था जे बनिया नै भरल तै के लिए कतो न कतो जनता दुखी था और जे आगाज सब ने उठके चाहिए आगाज सब कतो न कतो आए। कार्यक्रममा प्रदेश सभा सांसद दीपेन्द्र ठाकुरले राजनीति क्षेत्रमा देखिएको भ्रष्टाचार र विकृतिका कारण राम्रा नेताहरू चुनाव लड्ने अवस्था नरहेको बताउनुभयो। सब चीज संपन्नता है और मानसिक दरिद्र यदि है, सारा चीज भरल पड़ले तैयो का पैसा चाहिए, तैयो कमीशन चाहिए, तो ओकरा कथि कहू, ओहनो आदमी के हमरा कभी में कमी नहीं, बढ़िया आदमी के चुनाव लड़े के अवस्था ना है। पहले कहे इतने पैसा हो तब कारण क्या है, कहीं ना कहीं हमू आवे भ्रष्टाचार में लिप्त थी कि। कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल लगायत सहभागी भएका थिए। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले दीर्घकालीन प्रतिफल दिने योजनाहरू मात्र राज्यले लागनी गर्नुपर्ने सुझाव दिनुभएको छ। जनकपुर धाममा सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन मधेस प्रदेशले गरेको मधेस प्रदेश अन्तर्गतका सडक सञ्जाल तथा सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो सुझाव दिनुभएको छ। उहाँले नेपालमा आवश्यकताभन्दा बढी विमानस्थलहरू निर्माण गरिएको दावी गर्दै राजमार्गहरू पनि हचुवाको भरमा निर्माण हुन थालेको बताउनु भएको छ। बढीभन्दा बढी जनतालाई फाइदा पुग्ने र देशको अर्थतन्त्रमा सहयोग पुग्ने हिसाबका राजमार्गहरू मात्र निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो। प्राप्त गर्न सक्नुहुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, लगानी किन गर्ने? प्रतिफलको दुईटा पक्ष हुन्छ। एउटा जनताले म्याक्सिमम युज गर्न सक्ने पनि प्रतिफल नै हो, त्यो सोशल बेनिफिटको निम्ति गर्नुपर्ने हुन्छ। दोस्रो भनेको इकोनोमिक बेनिफिटको हिसाबले हुन्छ। यी दुईटै कुरा पनि हुँदैनन् भने त्यतिकै लगानी गरिँदैन। अध्यक्ष नेपालले मदन भण्डारी राजमार्गका कारण चुरे क्षेत्र प्रभावित भएको पनि उहाँको दावी गर्नु। चुरेमा बस्ती बसाउँदा अतिक्रमण बढिरहेका बेला राजमार्ग समेत बनाउनुले राज्यको सही
दृष्टिकोणको नभएको प्रश्न बुझेको पनि उहाँले बताउनुभयो। कार्यक्रममा अर्थविद डाक्टर भोगेन्द्र झाले सभ्यता अध्ययन नै नगरी निर्माण योजनाहरू बनाउने काम हुने गरेको दावी गर्नुभयो। कुनै मन्त्री र सांसदहरूले भनेकै भरमा दावामा परि निर्माण योजनाहरू बनाउने नहुने उहाँको भनाइ छ। यहाँहरूले पनि भन्न सक्नु पर्दछ कि यो फिजिबल प्रोजेक्ट हो कि होइन। फिजिबिलिटी स्टडी नगरेरै कुनै सांसद कुनै मन्त्रीजीले भन्नुहुन्छ यो हुनै पर्छ, मेरो गाउँको मेरो क्षेत्रको हो, त्यसलाई हामीले किनभने म प्राय भन्ने गर्छु म मन्त्रीजीहरूसँग काम गरेँ 3-4 वर्ष। डाक्टर झाले नागरिकप्रति दायित्व बोध गरी योजना बनाउने कार्यमा प्रविधिहरूको पनि ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूका साथै पार्टीको मातृ संगठन समाजवादी इन्जिनियरिङ एसोसिएसनसँग आबद्ध इन्जिनियरहरूको सहभागी रहेका थिए। स्वाधीन मधेस जनअभियानले फागुन 18 गतेबाट आन्दोलन घोषणा गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जनकपुर धाममा सोमबार भएको बृहत्तर विचार सम्प्रेषण सभामा जनअभियानीका संयोजक कैलाश महतो भेदभाव मुक्त समाज निर्माण लगायतका विभिन्न मुद्दाहरू लिएर आफूहरू आन्दोलन गर्न थाल्ने जानकारी दिनुभएको हो। सहयोग आने वाले बहुत जल्द हम लोग आंदोलन करें कि नहीं करें आप लोग आएंगे साहब। तो हम लोग आज से ही आंदोलन घोषणा करने वाले थे ये प्रजातंत्र दिवस के दिन से, लेकिन कुछ कारणवश हम लोगों ने छोड़ा। लेकिन अगर सब कुछ ठीक रहा तो फाल्गुन 18 गते से। संयोजक महतोले नेपालको कर्मचारी तन्त्र भ्रष्ट रहेको आरोप लगाउनुभयो। अन्य देशका तथ्याङ्क प्रस्तुत गर्दै महतोले नेपालका कर्मचारीहरू जनतालाई सेवा दिनुभन्दा घुस लिने कुरामा केन्द्रित रहने गरेको समेत आरोप लगाउनुभयो। सर्वेक्षण में ये आया है कि आपका कर्मचारी कितना गुंडा है, कितना भ्रष्ट है। चीन में एक कर्मचारी चीन में 50 लाख आदमी को सेवा देता है। एक कर्मचारी 50 लाख आदमी को सेवा देता है बिना घूस फूस लिए। भारत में एक कर्मचारी 40 लाख को सेवा देता है, एक कर्मचारी। और नेपाल में 29.5 यानी कि लगभग 30 एक कर्मचारी 30 आदमी को भी सेवा नहीं दे। रैती तन्त्र खारिज गर्नुपर्ने र जनतन्त्र बहाल गर्नुपर्ने नारा सहित भएको सभामा अशेश्वर कामत, अधिवक्ता विकास ठाकुर लगायत सर्वसाधारण सहभागी भएका थिए। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। मेरो ग्लो हो मेरो पावर, यसैले म गर्छु मेरो ग्लोको पावर अप हरेक दिन नयाँ लक्सको साथ। ज्यास्मिनको सुगन्ध र बदामको तेलयुक्त चम्किलो त्वचाको लागि लक्स। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताउनु भएको छ। सोमबार समाजवादी शैक्षिक मञ्च नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको छ। उहाँले स्वाधीनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने लडाईँ कायम रहेको बताउनु भएको छ। पक्कै पनि हो समाजवादको घृणको रूपमा हामीले नेपाली अर्थतन्त्रको कुरा गर्दा सहकारी, निजी र सार्वजनिकको सहकार्यबाट अगाडि जाने भनेर कुरा गरेका छौँ। त्यो पनि आफैमा महत्त्वपूर्ण कुरा हो नै। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति हुन लागेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उपकुलपति छनौटमा भागभन्जा नभई एकलौटी गर्ने नयाँ तरिका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफल सिद्ध भइसकेको व्यक्तिलाई
सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो। सोमबार काठमाडौँमा आयोजित राष्ट्र सेवक सहकारी संस्था लिमिटेडको 5औं राष्ट्रिय सहकारी भेलामा बोल्दै उहाँले 3 जना असल सिद्ध भइसकेका व्यक्तिलाई छनौट गरेर सरकारले ती मध्ये पनि सबैभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताउनुभयो। चाहिँ नियुक्त हुने जस्तो लाग्छ मलाई त छाटकान किनभने अलि बढ्दै असफल भएको मान्छे चाहियो नि। त्यसो भएर तृतीय नम्बर चाहिँ नियुक्त हुनु होला कि जस्तो अनुमान हो मेरो, नहुन पनि सक्ला। अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेको बेला बसालेको लोकतान्त्रिक स्थिति पनि भत्काउँदै गएको आरोप समेत लगाउनुभयो। उहाँले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बदनाम हुन नदिन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री विश्वकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट गर्न प्रक्रियामा नागरिकलाई झुक्क्याउने काम गरेको आरोप लगाउनु भएको छ। सोमबार उहाँले सरकारले केही दिनभित्रै राजनीतिक भागबन्जाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुल्ला प्रतिस्पर्धा भनेर जनतालाई झुक्क्याउने काम गरेको बताउनु भएको हो। उहाँले विश्वविद्यालयको नेतृत्व चयनदेखि पाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले पुनः गल्ती दोहोर्याएको दाबी गर्नुभयो। त्रिभुवन विश्वविद्यालय लगायतका सबै विश्वविद्यालयहरूको नेतृत्व रिक्त भयो। अब अहिले हामी कानुन 1 वर्षपछि बनाउला हैन, तर अहिले आएको नेतृत्वले त 5 वर्ष काम गर्छ भने अर्को 4-5 वर्ष त विश्वविद्यालय त पहिलाको जस्तो अस्तव्यस्त हुने भयो। त्यो भएकोले हामीले प्रधानमन्त्रीलाई भेटेर विभिन्न माध्यमबाट यो विषयमा करिब 6 पटक त मैले नै भेटेर कुरा गरेँ भनेपछि अरू माध्यमबाट अरूले पनि कुरा त गर्ने नै हुनुभयो। संसदबाट अरू ठाउँहरूबाट हामीले के अनुरोध गर्यौँ भने कानुन। महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागभन्डाकै आधारमा नै नियुक्ति गर्न लागि भन्दै आपत्ति समेत जनाउनुभयो। मुलुकलाई सङ्कटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यले गरेका छन्। सोमबारबाट गोदावरीमा सुरु भएको 4 दिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरूले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नु परेको समस्या समाधान हुने गरी नीतिगत निर्माण लिन सो बैठकले सफल हुने प्रतिक्रिया दिएका हुन्। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भइरहेको प्रहारलाई निस्तेजन पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो। यसले फेरि पनि जुन निराश भएको नेपाली जनतालाई फेरि पनि ऊर्जा दिन चाहिँ नेपाली कांग्रेस 14औं महासमिति भेलाबाट यसले चाहिँ एउटा चाहिँ रूप लिनेछ र नेपाली कांग्रेसलाई एकबद्ध रूपमा चाहिँ यसले लाने कुरामा हामीलाई पूर्ण रूपमा विश्वास छ। अहिले पनि केही बुदाहरूमा चाहिँ योसम्म विवाद रहित भए तापनि अर्का महासमिति सदस्य डाक्टर सुरेश कुमार कनेडाले हिन्दू राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्त्वपूर्ण हुने बताउनुभयो। अन्य थुप्रै मुद्दाहरू छन् सङ्गठनलाई बलियो पार्नलाई नीतिगत कुराहरू जस्तै कि केही मान्छेहरूले पटक अवसर पाइराख्ने हैन, अरू कार्यकर्ताले नहुने, कतिपटक हुनु पाउने एउटा मान्छे लाभको पदमा, यी विभिन्न कुराहरू छन्। सक्रिय सदस्यहरूबारे जिल्लामा विवादहरू हुन्छन्। मुलुकमा विद्यमान अनियमितता भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगीकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोगराज श्रेष्ठले जोड दिनुभयो। सुधार गर्नेछ जसले गर्दाखेरि नेपाली जनताले भोग्दै आएका कठिनाइहरूलाई चाहिँ न्यूनीकरण गर्ने र विश्व परिवेशमा नेपाली कांग्रेसले 2012 सालमा अंगीकार गरेको कांग्रेस महासमिति बैठक 4 दिनसम्म चल्नेछ। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। एहनो कतो भेले करते कोई या भरते कोई की भेले पप्पा? मोहना के पुलिस पकड़ के लगे ले
कहै छलैया जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाए गदहा आ मार खाए जोलहा। हाँ पप्पा ठीके कह लिया, समय में सचेत हो जाए, नहीं अपन सिम दोसर के दी, नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझ के है तो *922# डायल क बुझ सकै छी। ई तो हमरा बुझल है, अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए, न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सकै छी। आई प्रीपेड के हक में मात्रे लागू है से हुब्बा नहीं है। नागरिकता लग नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते। अपना नाम के सिम कार्ड प्रयोग करूँ और दूसरों के सलाह दियो। नेपाल टेलीकॉम, राष्ट्र को संचार। मेरो ग्लो हो मेरो पावर, यसैले म गर्छु मेरो ग्लोको पावर अप हरेक दिन नयाँ लक्सको साथ। ज्यास्मिनको सुगन्ध र बदामको तेलयुक्त चम्किलो त्वचाको लागि लक्स। अंकल शॉपिंग लिस्ट। रिजल्ट्स आयो रे, अब के पढ्छौ? डॉक्टर बन्छु। बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि। त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि, म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड, बेस्ट रोज्नेहरूका लागि। यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। प्याराशुट एडभान्स्ड मेरो लागि बेस्ट। एक्जामको प्रिपरेसन गरेर होला भने त केही सम्झ यार, यसलाई केही कुरै सुन्दैन मेरो। काका एक्जामको प्रिपरेसन रिल्याक्स, मैले लास्ट विक नै वायानेटको वाया सिक्योर राखिसके। ए अब चाहिँ यसले पढ्ला जस्तो छ है। वायानेटको वाया सिक्योर राख्नुहोस् अनि बच्चाहरूलाई उमेर अनुकूल चिजहरू मात्र हेर्न दिन र पढाइमा बाधा हुने चिज रोकेर तपाईको समय तालिका अनुसार इन्टरनेट चलाउन मद्दत पाउनुहोस् र सुरक्षित अनलाइन पेमेन्टको अप्सन पनि। वायानेट, अब सबै कनेक्टेड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पुनः प्रेस स्वतन्त्रता संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसाय बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सोमबार राष्ट्रिय समाचार समितिको 63औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरूपको पूर्ण प्रेस स्वतन्त्रता संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसाय र समृद्धि बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिनुभयो। अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र आम जीवन स्तरमा जुन हामीले सुन्दै आएका छौँ, व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने कुरा, अवस्था बदल्ने जीवन स्तर रूपान्तरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ। यसका निम्ति फेरि पनि हामी एकपटक सँगसँगै हुन जरुरी छ भन्ने मलाई लाग्छ। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धि। मन्त्री शर्माले सरकारको स्वामित्व रहेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्याउने र जनताको आशा, अपेक्षा र गुनासोलाई सरकार समक्ष पुर्याउने कामका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो। उहाँले अहिलेका सरकारी सञ्चार माध्यमहरू विगतका निरङ्कुश सरकारको पालामा रहेको जस्तो नभएको समेत जानकारी दिनुभयो। प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले 14 जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। सोमबार मुख्यमन्त्री केदार कार्की प्रदेशका 14 जिल्लाबाट एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो। जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूको खुट्टामा आफैले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गर्नुभयो। स्वयंसेविकालाई प्रदेशको स्वास्थ्य मन्त्रालय अङ्कित चाँदीको सिक्का, खादा, सम्मान पत्र र नगद 15,000 रुपियाँ समेत प्रदान गरेका थिए। स्वास्थ्य स्वयंसेवक विकासलाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौड्नेहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको समेत बताउनुभयो। अधिकारका लागि एउटा खुड्किलो सुरुवात गरेको उहाँहरूको माग उहाँहरूले गर्न सक्नु भएन, बोल्न सक्नु भएन। उहाँहरूले मतबाट बोल्नुभयो कि हाम्रो बारे बोलिदेऊ भनेर। त्यसकारणले महिला स्वयंसेवीहरूको बारेमा सङ्घीय सरकारसँग माग गर्नका लागि आज नै हामी केही 14 जिल्लाका एक जना महिला स्वास्थ्य स्वयंसेवीलाई सम्मान गर्दैछौँ। त्यो सम्मान उहाँहरूको अधिकार
माग्नका लागि एउटा सिम्बोल हो, ताकि आगामी बजेटमा सङ्घीय सरकारले। त्यसअघि 74औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले विराटनगरमा प्रभात फेरीको आयोजना समेत गरेको थियो। काठमाडौँ तराई द्रुत मार्गको पछिल्लो 6 वर्षमा 30.96% निर्माण कार्य सम्पन्न भएको छ। ललितपुरको खोकनादेखि बाराको निजगढसम्म 70.977 किलोमिटर फास्ट ट्र्याक निर्माण कार्य करिब 31% भौतिक प्रगतिको भएको नेपाली सेनाले बताएको छ। द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्र्याकमा पर्ने सुरुङ्ग निर्माणको काम भने तीव्र गतिमा काम भइरहेको जनाइएको छ। नेपाली सेनाले काठमाडौँ तराई द्रुत मार्ग 13 प्याकेज बनाई काम अघि बढाइएको छ। काठमाडौँ तराई द्रुत मार्गको अहिलेसम्म 50 किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने 5 वटा प्याक जसको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ। तर के पनि ठेक्कै लाग्न सकेन भने त्यसपछि आयोजना अगाडि बढ्न सक्दैन। जुन हामीले अहिले 8 क 9 क हामीले अहिले ब्रिफिङमा त्यो कुरा हामीले जानकारी दिएका छौँ। जुन ठेक्काको छ यो ठेक्का लागेको धेरै समय भयो र यो मुद्दा मामिला गरेर फेरि त्यस्तै काठमाडौँ तराई द्रुत मार्ग अन्तर्गत निर्माण हुने 6 वटा सुरुङ्ग मार्ग मध्ये 3 वटा सुरुङको निर्माण जारी रहेको छ। यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति 67.43% रहेको सेनाले बताएको छ। सडक मार्गमा लेन्ज डाटामा 1.430, धेत्रीमा 1.630 र महादेव 4 मा 3.355 किलो किसिमका 3 वटा सुरुङ्ग निर्माणाधीन रहेको छन्। यो साइडबाट काम भइरहेको छ, यसको अपोजिट साइडबाट काम भइरहेको छ। हामीले सिक्वेन्सली मल्टिपल काम गरिरहेछौँ भित्र, यो सबै टनेलबाट गरिरहेछौँ। अहिलेसम्मको प्रगति हेर्दाखेरि द्रुत मार्गमा 89 वटा पुनर्निर्माण गरिँदैछन्। आकर्षण देखाउने आक्र ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल 12.88 किलोमिटर रहेको छ। प्याकेज 1 देखि 7 सम्म 2802 वटा फाउन्डेसन राखिनेछ। त्यसमध्ये 1665 वटा पायल निर्माण सर्किल पुल निर्माण भइरहेको समेत जनाइएको छ। And the main span length is 80 and the pile length is 30 meters and the pile cap 4 meters and pier body is around 70. त्यस्तै नेपाली सेनाका महासेनानी तथा द्रुत मार्ग अपरेसन इन्चार्ज इन्द्र वर गुरुङले द्रुत मार्ग सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको समेत जानकारी दिनुभयो। हामीले धेत्रे खोलाको अघि हामी अवलोकन गरिरहेछौँ, त्यहाँ चाहिँ 50 मिटर भन्दा तल चाहिँ डेप्थमा चाहिँ अर्को पायलहरू गएको हुन्छ। एउटा पायल क्यापबाट चाहिँ 8-10 वटा चाहिँ पायलहरू भित्र छिरेको हुन्छ। अनि त्यो पायल माथि आइसकेपछि चाहिँ हामीहरू त्यस सेनाले 2081 मन्सिरभित्र काम सकिनु पर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि 2083 चैतसम्म म्याद थप गरिएको छ। यसैको सुरु अनुमानित बजेट 1 खर्ब 75 अर्ब रुपियाँ भए पनि म्याद थपसँगै लागत पनि 2 खर्ब 11 अर्ब 93 करोड रुपियाँ पुर्याइएको छ। अहिलेसम्म 31.57% खर्च भइसकेको छ। धनुषामा सतलोक आश्रम सन्त रामपालजी महाराजको बौद्ध दिवस तथा कवीर परमेश्वर निर्वाण दिवस मनाइँदैछ। धनुषाको मिथिला नगरपालिका वार्ड नम्बर 2 स्थित सतलोक आश्रम सन्त रामपालजी महाराजको सन्ध्यामा उहाँको 37औं बौद्ध दिवस र कवीर परमेश्वर 506 निर्माण दिवस भइरहेको छ। फाल्गुन 5 देखि जारी दिवस फाल्गुन 8 सम्म चल्नेछ। यस क्रममा सन्त गरीबदास जीको आश्रम अमर ग्रन्थको खुल्ला पाठ, रक्तदान शिविर, दाइजोमुक्त सामूहिक अन्तर्जातीय विवाह तथा विशाल भण्डार कार्यक्रम चलिरहेको आश्रमले जनाएको छ। पाठ प्रकाश आरती गरी प्रारम्भिक भएको कार्यक्रम नेपाल, भारत, भुटान लगायत विभिन्न देशबाट आएका श्रद्धालुहरू सहभागी भएको पनि आयोजकले जनाएको छ। सन्त रामपालजी महाराजको अत्याधुनिक जन्म भएको दिनको सम्झना र अखिल ब्रह्माण्डका रचना चहनहार यस धरतीमा प्रकट भई लीला गरेर 506 वर्ष अघि सशरीर नै सतलोक र निजधाम प्रस्थान गरेको सम्झना यो दिवस मनाइँदै आएको छ। जनकपुरधाममा उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा जनकपुरधामका विद्यालयहरू सहभागी समेत भएका छन्। यो प्रतियोगितामा विद्यार्थीको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्ने शिक्षकहरूले बताएका छन्।
बहुत दिन के बाद जनकपुर धाम उप महानगरपालिका में राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता के शुरुआत कल गई है। हमरा जनैत विद्यार्थी सबके शारीरिक मानसिक विकास में एकर बहुत बड़का योगदान हेतै। बहुत रास विद्यार्थी सब जे अखन कुलत में लागल छै, जे खिलाड़ी छै ओकरा खेल के पहचान नहीं भ रहल छै। प्रतियोगिताका संयोजक अनिल कर्णले न्यून बजेटमा भइरहेको यो प्रतियोगितामा विद्यालयहरूको राम्रो सहभागी रहेको बताउनुभयो। खेलका लागि छुट्टै बजेट बनाउनु पर्ने उहाँको भनाइ छ। विद्यालय के सहभागी, अधिकतम जानकारी, अधिकतम प्रशिक्षक सबके व्यवस्थापन, प्रत्येक विद्यालय में जकर जे पूर्व तैयारी होते और एक अच्छा होते आ पूर्व एक और मतलब तैयारी रहते या विद्यालय सब में प्रशिक्षक व्यवस्था रहते तो विद्यार्थी सब में और उत्साह गुणस्तरीय जे होते जे खेलकूद होते अखनो जे भ रहल छै अपने के बहुत शॉर्ट टाइम में भ रहल छै। आ ये नेपाल सरकार के कहने छै अपने के जे नेपाल सरकार आ खेलकूद जे मंत्रालय छै प्रत्येक पालिका में 1 लाख इनका मतलब प्रतियोगितामा कराते, एथलेटिक्स, भलिबल लगायत विभिन्न खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग 2 को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड विजय भएको छ। सोमबार त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेदरल्यान्डले नाम्बियालाई पराजित गरेको हो। नेदरल्यान्डले 7 विकेटले नाम्बियालाई हराएको हो। नेदरल्यान्डको जितमा आर्यल दत्त एक्लै 6 विकेट लिएका थिए। 9 ओभर बोलिङ गरेका उनले 34 रन खर्चिएर 6 विकेट लिएका हुन्। त्यस्तै नेदरल्यान्डका लागि कायल क्लेनीले 2 तथा मैक्स ओज र रोलोफ फान्डर बर्ले 1-1 विकेट लिएका छन्। 124 रनको सामान्य लक्ष्य पाएको नेदरल्यान्ड्सका लागि ब्याटिङमा मिचेन लेबेथिस 57 रन बनाए भने म्याक्स ओजाउल्डेले 28 रनको योगदान दिए। उनले 2 चौका र 2 छक्का हिर्काए। बास डी लिडेलले 21 रन बनाए। नाम्बियाका लागि गेरहार्डर इरासमुइलले 7 ओभर बोलिङ गर्दै 23 रन खर्चिएर 3 विकेट लिए। ब्याटिङमा जेस स्टिमले सर्वाधिक 26 रन बनाए भने जेन ग्रिनले 19, रुबेन ट्रम्प लगायतले 20 रन बनाएका थिए। अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। जितसँगै नेदरल्यान्डको पनि लिग 2 को यस सिजनको खेलमा पहिलो अङ्क जोडेको छ। अङ्क तालिकामा नेपाल, नाम्बिया र नेदरल्यान्ड 3 टोली नै सम्मान 2-2 अङ्क जोडेका छन्। नेट र नरेटका आधारमा नेपाल शीर्ष स्थानमा उल्लेख्य छ। नेपाल र नाम्बिया बीच बुधबार खेल हुँदैछ। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। रौतहटको घटनालाई लिएर वीरगञ्जमा आज साँझ कर्फ्यू लगाइयो। जनकपुर धामका व्यवसायीको अचेरी खाली भएनन् फुटपाथ। मधेस प्रथम सांसदद्वारा पूर्व सांसद मञ्च गठन। स्वाधीन मधेस जन अभियानद्वारा फागुन 18 देखि आन्दोलनको घोषणा। र आईसीसी विश्वकप क्रिकेट लिग 2 को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड विजयी। हस्त अहिले यतिकै पल खबर तेज नजर देख्नुहोला अपन टेलिभिजन। नमस्कार।